नमस्ते, 안녕하세요। म कोरियन भाषा प्रशिक्षक मधुसूदन कुँवर। विषयवस्तुहरू बाहिरी विषयवस्तुहरू ल्याउने क्रममा आज पनि एउटा महत्त्वपूर्ण विषयवस्तु यो छुल थारिगी भन्ने कोरियाको परम्परागत गेम लिएर आएको छु। हाम्रो महत्त्वपूर्ण काम भनेको किताबभित्रको विषयवस्तुलाई पहिलो प्राथमिकता दिई अध्ययन गर्ने अनि दोस्रो भनेको बल्ल त्यसका अतिरिक्त के पढ्ने भन्ने विषयमा बाहिरी विषयवस्तुहरू अध्ययन गर्ने है। अब किताब पढेर सकेका साथीहरूलाई यो विषयवस्तु पनि महत्त्वपूर्ण हुन्छ है। पहिला किताब अध्ययन गर्ने, दोस्रो बल्ल बाहिरी कुराहरू अध्ययन गर्ने हो है। अब यो छुल थारिगी भन्ने गेम छ। यसमा हामीले विद्यालयहरूमा कुनै कार्यक्रमहरूमा समारोहहरूमा यो कार्यक्रमहरू कहिलेकाहीँ आयोजना गरिन्छ है। दुईवटा टिम हुन्छ हेर्दै, यो टिम छ, अर्को टिम छ, बीचमा रेखा हुन्छ। दुई टिमले दुई विपरीत दिशातिर तान्ने हो। यसले यता तान्छ, उसले उता तान्छ है। अब यो टिमले तानेर यो टिमलाई यो रेखा कटाउन सक्यो भने यो टिमले जित्छ। होइन, यो टिमले तानेर यो टिमलाई रेखा कटाउन सक्यो भने त्यो टिमले जित्छ है। रेखा जुन टिमले कुल्चिन्छ त्यो टिम हार्यो। ल अब हेर्नु है, छुल थारिगी भनेको छ यो डोरी तान्ने खेल। छुल थारिगी नुन टु थिमी, थिम भनेको टिम है। टिमले फुल्को भनेको छ है। यो बाक्लो भनेको बाक्लो र खिन भनेको छ यो खिल्दा, खिल्दाबाट आएको है। लामो, खिन, बाक्लो र लामो, फाछुरे डोरी, नाइलन डोरी अथवा डोरी को याङचोक दुवैतिर भनेको दुवै साइडतिर, यतातिर यतातिरको यो कुचुल भनेको छ यो छेउलाई है, दुवैतिरको छेउलाई समातेर, छापको समातेर सरो एक आपसमा फान्दे फाङ्याङुरो विपरीत दिशातिर, यसले यता तान्छ, उसले उता तान्छ विपरीत दिशातिर। यो हिमकत कुरा थाङ्गिया भनेको छ बल लगाएर तान्ने भनेको है। बल लगाएर तान्ने। हिमकत कुरा थाङ्गा भनेको छ है, यो बल लगाएर तानेर। सुङबुरुल खारिनुन छन्थङ मिन्चोङ नरी मिता भनेको छ जित अथवा हार है। सुङबु भनेको जित, हार, खारिदा भनेको निश्चित गर्नु, पहिचान गर्नु गर्ने कोरियाको परम्परागत लोक खेल हो। मिन्चोङ नरी भनेको लोक खेल है, लोक खेल हो, परम्परागत लोक खेल हो। थिमोन्दुरे भनेको टिमका सदस्यहरूको हेब्दोङ भनेको सहकार्य है, सहकार्य। थानगियरी भनेको एकता। छोङेवान नरिरो महत्त्वपूर्ण मानिने गेम हो भन्छ है। टिमका सदस्यहरूको, थिमोन्दुरे टिमका सदस्यहरूको हेब्दोङ वा थानगियरी भनेको छ सहकार्य र एकता महत्त्वपूर्ण मानिने गेम। थ मानुन हिमुल मुआ भनेको छ धेरै बल प्रयोग गरेर चाङदे थिमुल विपरीत टिमलाई, यो टिमलाई अथवा यो टिमलाई विपरीत टिमलाई छङेजिन सन भनेको घेरा है, तोकिएको घेरा नमरो पार गर्ने गरी है, तोकिएको घेरा पार गर्ने गरी पुरा ओम्यान तान्यो भने, तानेर लियो भने सुङ्नी हाम्निदा त्यही टिमले जित्छ भन्छ। जो टिमले तानेर घेरा कटाउँछ त्यो टिमले सुङ्नी हाम्निदा विजय हासिल गर्छ। एरोबुत्थ प्राचीन कालदेखि फुङ्न्यनी खियोनागो अन्नबाली राम्रो होस् भनेर कामना गर्ने भन्ने हुन्छ है। खियोनादा भनेको कामना गर्नु। माउल खोङदोङ छे गाउँ समुदाय भनेको है, गाउँ समुदायको यो वाहब भनेको मेलमिलाप, सद्भाव है। थाजिनुन उइमुरो भनेको अवलम्बन गर्ने अर्थको रूपमा हेङे ज्यासुम्य, हेङे जिदा भनेको चाहिँ
यङहे जिदा आयोजना गर्नु है हेङे ज्यासुम्य अनुल नारेदो छुकजेना छेयुक थेवैएछ नल्ली छुल्गिया जिम्निदा भनेको छ। यो नल्ली भनेको व्यापक रूपमा चाहिँ के गरिन्छ रमाइलो गरी खेल्ने गरिन्छ भन्छ है। आजकलका दिनहरूमा पनि अनुल नारेदो आजभोलिका दिनहरूमा पनि महोत्सव अथवा खेलकुद कार्यक्रमहरूमा है छेयुक थेवैएछ खेलकुद कार्यक्रमहरूमा व्यापक रूपमा चाहिँ के गरिन्छ छुल्गिया जिम्मिदा भनेको रमाइलो गरी यो गेम खेल्ने गरिन्छ भन्छ है। ल अब हेर्नु त छुल थारेगिनुन डोरी तान्ने खेल चाहिँ दुई टिमले खुल्को खिन फाछुरे बाक्लो र लामो डोरीको याङचोक दुवैतिर कुछुल छापको छेउलाई समातेर सरो फान्दे एक आपसमा विपरीत फाङ्याङ्रो दिशातिर हिमकत कुरथाङ्ग्य बल लगाएर तान्ने गरिने है। सुङ्गुरुल खारिनुन छन्तोक मिन्चोक नरिम्निदा जित अथवा हार बल लगाएर तान्ने र जित अथवा हार पहिचान गर्ने कोरियाको मौलिक खेल हो। थिमोन्दोरे टिम सदस्यहरूको हेब्दोङ वा थाङ्गियरी भनेको छ सहकार्य र एकता छुङ्गेवा नरिरो महत्त्वपूर्ण मानिने यो गेममा चाहिँ थ मानुन हिमुल मुवा अझ धेरै बलको प्रयोग गरेर साङ्दे थिमुल छङ्गेजिन सन नमरो विपरीत टिमलाई चाहिँ तोकिएको घेरा पार गराउन सक्यो भने है कुरा ओम्यान लिन सक्यो भने तानेर लिन सक्यो भने सुङ्नी हामीदा त्यही टिमले जित्ने गर्दछ। एरोबुत्थ प्राचीन कालदेखि खुङ्न्यनी खियोनागो अन्न बाली राम्रो होस् भन्ने कामना गर्दै र माउल खोङदोङ छे भनेको छ गाउँ समुदायको वाहापुल थाजिनुन उइमिरो हेङ्गे जेसुम्य मेलमिलापलाई अवलम्बन गर्ने अर्थको रूपमा चाहिँ आयोजना गरिने यो गेम आजभोलिका दिनहरूमा पनि महोत्सव अथवा खेलकुद कार्यक्रमहरूमा व्यापक रूपमा चाहिँ खेल्ने गरिन्छ आयोजना गर्ने गरिन्छ भनेर छुलथारीको विषयमा अध्ययन गर्न सकिन्छ है। अब हेर्नु त नेपालीमा पनि हामीले थोरै अध्ययन गरौँ। छुलथारीकी चाहिँ दुई टिमले बाक्लो र लामो डोरीका दुवै छेउ समातेर विपरीत दिशामा तान्दै जित अथवा हार निर्धारण गर्ने कोरियाली परम्परागत खेल हो। यस खेलमा टोलीका सदस्यहरूको सहयोग र एकता सबैभन्दा महत्त्वपूर्ण हुन्छ। बढी शक्ति प्रयोग गरी प्रतिद्वन्दी टिमलाई तोकिएको खेल पार गराउन सकेको समूह विजय मानिन्छ। प्राचीन कालदेखि नै यो खेल राम्रो बाली समृद्धि र गाउँ समुदायको मेलमिलापको प्रतीकका रूपमा खेलिँदै आइरहेको छ र आज पनि विभिन्न पर्व उत्सव तथा खेलकुदहरूमा यस्तो प्रकारको कार्यक्रम व्यापक रूपमा सञ्चालन गर्ने गरिन्छ भनेर यसरी जानकारी दिएको छ हामीलाई है। छुलथारीकीको विषयमा चाहिँ हामीलाई यसरी जानकारी दिएको छ है। ल आफ्नो अध्ययनलाई एकदमै व्यापक बनाउनु होला है। 감사합니다। धन्यवाद। फेरि पनि हामी यस्तै भिडियो लिएर आउनेछौँ है। धन्यवाद। 감사합니다।